आज हामी क्लास 10, 11, 12 त्यसैगरी ब्याचलर लेभलसम्मलाई एकदमै हेल्पफुल हुने भिडियो लिएर आएका छौँ, जसमा हामी फाइनल अकाउन्ट भन्ने एउटा च्याप्टर पढ्नेछौँ, जहाँ चाहिँ क्लास 10 मा पनि सोधिन्छ, क्लास 11 मा पनि सोधिन्छ, 12 मा पनि सोधिन्छ र ब्याचलरको पनि फर्स्ट इयर बिबिए पढ्नेहरूले फर्स्ट सेमेस्टरमा, बिबिएस पढ्नेहरूले फर्स्ट इयरमा चाहिँ यो फाइनल अकाउन्टसँग सम्बन्धित प्रब्लमहरू सल्भ गर्नुपर्ने हुन्छ। धेरै विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ यो फाइनल अकाउन्ट गाह्रो लाग्ने भन्ने कुरो म सुनेर आउँछु बेला बेलामा। त्यसलाई चाहिँ सजिलो बनाउने एउटा हेतुले मैले आज यो भिडियो रेकर्ड गराउँदैछु। यो फाइनल अकाउन्ट जम्मा दुई प्रकारका हुन्छन्, जुन ट्रेडिसनल एप्रोच र मोडर्न एप्रोच भन्ने गरी दुईटा एप्रोच हुन्छन्। यो ट्रेडिसनल एप्रोच चाहिँ कहिलेकाहीँ लङ क्वेसनमा पनि आउँछ, कहिलेकाहीँ प्रायः जसो 5 मार्क्सको आउँछ, सर्ट क्वेसनमा आउँछ। क्लास 10 मा चाहिँ लङ क्वेसनमा पनि आउन सक्छ, तर 11, 12 ब्याचलर लेभलसम्म चाहिँ 5 मार्क्स आउँछ भने यो मोडर्न एप्रोच, जुन मोडर्न एप्रोच छ, यो मोडर्न एप्रोच चाहिँ प्रायः सधैँ नै लङ क्वेसनमा सोधिन्छ। क्लास 12 मा पनि लङ क्वेसनमा, क्लास 11 मा प्रायः सधैँ नै लङ क्वेसनमा सोधिन्छ। आज हामी कुरा गर्छौँ ट्रेडिसनल एप्रोच है। यो ट्रेडिसनल एप्रोच जान्यो भने हामीले मोडर्न एप्रोच पनि जानिन्छ है। ट्रेडिसनल एप्रोच सँगसँगै योसँगै रिलेटेड मोडर्न एप्रोच रहन्छ, उयो फर्मेट मात्र फरक हो। र क्लास 12 मा चाहिँ ट्रेडिसनल एप्रोच र मोडर्न एप्रोच दुइटै सोधिन्छ। र अर्को वर्कसिट भन्ने हुन्छ, त्यसलाई पनि यसले मजाले हेल्प गर्छ। यो ट्रेडिसनल एप्रोच जान्यो भने यो एकदमै इम्पोर्टेन्ट रहन्छ। त्यही भएर हामीले चाहिँ एकदमै ध्यान पुर्याएर यो ट्रेडिसनल एप्रोच जान्यो भने अरू सबै प्रब्लमहरू हामी मिलाउन सक्छौँ। र यो ट्रेडिसनल एप्रोचमा चाहिँ पहिला के पर्छ त भन्दाखेरि हामीले बनाउनु पर्ने के हो ट्रेडिसनल एप्रोचमा भन्दाखेरि सबैभन्दा फर्स्टमा हामीले बनाउनु पर्छ ट्रेडिङ अकाउन्ट भन्ने हुन्छ। ट्रेडिङ अकाउन्ट फर्स्टमा हामी ट्रेडिङ अकाउन्ट भन्ने बनाउँछौँ। त्यसै गरी प्रफिट एन्ड लस अकाउन्ट, प्रफिट एन्ड लस अकाउन्ट बनाउँछौँ। त्यसै गरी अर्को प्रफिट एन्ड लस एप्रोप्रिएसन, प्रफिट एन्ड लस एप्रोप्रिएसन भन्ने बनाउनु पर्छ, एप्रोप्रिएसन अकाउन्ट। र लास्ट एउटा अर्को हुन्छ हाम्रो तपाईँको ब्यालेन्स सिट, ब्यालेन्स सिट भन्ने कुरा हामीले बनाउनु पर्ने हुन्छ। यो चारवटा कुरा बनाउनु पर्ने हुन्छ, तर यो चारवटा कुरा सबै लेभलमा आवश्यक होइन। जस्तो हामीले क्लास 10 मा 11 मा चाहिँ हामीले यो चारवटा मध्येमा 3टा मात्रै बनाउँदा हुन्छ। जस्तो ट्रेडिङ अकाउन्ट, प्रफिट एन्ड लस अकाउन्ट र ब्यालेन्स सिट, यति चारवटा मात्र बनाउन सिक्यो हुन्छ। तर क्लास 12 मा अथवा ब्याचलर लेभलसम्म चाहिँ प्रफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट पनि एउटा एक्स्ट्रा बनाउनु पर्ने हुन्छ। तर सजिलो छ, सबै लेभललाई एउटै भिडियोले एउटै फर्मेटले चाहिँ कभर गर्छ। त्यसैले मैले यो सबैभन्दा फर्स्टमा यो च्याप्टरबाट स्टार्ट गरेको हो। र यो जुन फाइनल अकाउन्ट छ, एउटा कुरा हामीले के बुझ्नु पर्यो भन्दा फाइनल अकाउन्ट चाहिँ प्रत्येक वर्षको अन्तिममा बनाउने भएको कारणले हामीले अन्तिमको चाहिँ डाटा लिँदाखेरि हामीले ट्रायल ब्यालेन्सको डाटाहरू लिने गर्दछौँ। र त्यसै गरी अब हामी पहिला सुरुमा ट्रेडिङ अकाउन्टबाट सुरु गर्छौँ। फर्स्टमा ट्रेडिङ अकाउन्ट भनेको के हो है, पहिला बुझौँ ट्रेडिङ अकाउन्ट भनेको के हो भन्ने कुरो चाहिँ हामी यहाँनिर बुझ्न आवश्यक छ, मजाले बुझौँ। जस्तो यो ट्रेडिङ अकाउन्ट भन्ने छ, ट्रेडिङ अकाउन्ट भनेको व्यापारी खाता हो है। नेपालीबाट भन्दाखेरि व्यापारी खाता हो, व्यापारिक खाता। नामबाटै थाहा छ व्यापार, व्यापार भनेको के हुन्छ, किनबेच, खरिद बिक्री है। कुनै पनि बिजनेस चाहिँ त्यस्तो खालको बिजनेस जुन चाहिँ खरिद बिक्री लेनदेनसँग सरकार छ, अथवा प्रफिट आयो भने कुनै सामान गुड्सहरू चाहिँ क्यासमा एक्सचेन्ज गरिन्छ भने त्यसलाई ट्रेडिङ भनेर भनिन्छ। ट्रेडिङ अकाउन्ट चाहिँ कस्तो अवस्थामा बनाउँछौँ त भन्दाखेरिमा जुन बिजनेसले चाहिँ अथवा जसले व्यवसाय गर्दाखेरि चाहिँ गुड्सको चाहिँ लेनदेन गर्छ, क्यासमा कारोबार गर्छ भने गुड्सको कुराहरू आउँछन्, खरिद बिक्री हुन्छ भने त्यस्तो अवस्थामा हामी ट्रेडिङ अकाउन्ट बनाउँछौँ है। जस्तो अब यहाँ हामीले फर्स्टमा चाहिँ के हुन्छ यो ट्रेडिङ अकाउन्टमा हामी गर्छौँ चाहिँ के त भन्दाखेरिमा सबैभन्दा फर्स्टमा चाहिँ बुझ्नको लागि यसको फर्मेट पहिला बुझ्न आवश्यक छ। फर्मेट बुझ्नको लागि चाहिँ यस्ता कस्तो कस्तो टर्महरू राख्ने भन्ने कुरो चाहिँ बुझ्नु आवश्यक, एकदमै जरुरत छ है। यो ट्रेडिङ अकाउन्टमा हुन्छ कि भन्दाखेरिमा म एउटा यो पेनको इक्जाम्पल दिएर बुझाउँछु। जस्तो यो पेन हाम्रो मानौँ पेन बेच्ने हाम्रो स्टेसनरी पसल छ, यो हामी पेन बेच्छौँ, हाम्रो व्यवसाय एउटा के छ, पेन बेच्ने व्यवसाय छ भने हामीले के गर्छौँ त भन्दा सबैभन्दा फर्स्टमा यो कि पेन हामी अर्काले बनाएको पेन ल्याएर बेच्छौँ, अलिकति नाफा आएपछि बेच्छौँ, अथवा
कि यो पेन हामी आफै उत्पादन गरेर बेच्छौँ। दुईवटा तरिकाले हामीले के गर्न मिल्छ, व्यापार गर्न मिल्छ। आफै उत्पादन गर्न पनि मिल्छ अथवा अर्काको सामान ल्याएर बेच्न पनि मिल्यो। दुईवटा तरिकाले गर्न मिल्छ। अब यो पेन मानौँ हामी अर्काकोबाट ल्याएर बेच्छौँ भने यो पेन अर्काकोबाट ल्याएर बेच्नका लागि चाहिँ यो बेच्नुभन्दा अगाडि जब हामी लिएर आउँछौँ, ल्याउनुभन्दा अगाडि जति यो पेनमा त खर्चहरू भइसकेको हुन्छ। अर्काकोबाट ल्याएपछि पनि हामी किन्नु पऱ्यो, ल्याउनु पऱ्यो होइन। विविध कुराहरू त्यहाँनिर लोड अनलोडका कुराहरू आउँछन् अथवा चाहिँ गाडी भाडाहरूकोदेखि लिएर हरेक कुरा विविध खर्चहरू हुन्छन्। यो पेन हामीले ल्याएर बेच्नुभन्दा अगाडि, हामीले बेच्नुभन्दा अगाडि जति पनि खर्चहरू हुन्छन् त्यो खर्चहरू चाहिँ कहाँ राख्छौँ, हामी यहाँ ल्याएर राख्छौँ। यो सबै कुरा हामीलाई फर्मेटमै बुझ्दाखेरि एकदमै सजिलो हुनसक्छ। त्यसैले हामी फर्मेटतिर चाहिँ अगाडि बढौँ। फर्मेट कस्तो हुन्छ, यसको फर्मेट कसरी बनाउने भन्ने कुरो चाहिँ हामी डिटेलमा अब फर्मेटमा बुझ्नेछौँ। यो रह्यो हाम्रो ट्रेडिङ अकाउन्टको फर्मेट है। राम्रोसँग हेर्नु होला, यो ट्रेडिङ अकाउन्टको फर्मेट हो जसमा के हुन्छ त भन्दाखेरिमा सबैभन्दा फर्स्टमा हामी जेको अकाउन्ट बनाउन लागेका छौँ त्यसको हेडिङ राख्छौँ। जस्तो ट्रेडिङ अकाउन्ट भनेर बनाउन खोज्दैछौँ, त्यही भएर ट्रेडिङ अकाउन्ट राख्छौँ। त्यही भएर अनि त्योभन्दा तल फर द इयर इन डेट भनेर भनेको छ। यसको अर्थ चाहिँ हामी प्रत्येक वर्ष यो फाइनल अकाउन्ट चाहिँ वर्षको अन्तिममा बनाउने भएको कारण त्यही भएर हामीले फर द इयर इन डेट राख्छौँ। यहाँ यसको कुनै डेट दिएको हुन्छ, डेट दिएको छ यहाँ राख्नु पऱ्यो। अथवा यसमा एउटा त्यो कम्पनीको नाम छ भने यसमा कम्पनीको नाम पनि इन्क्लुड गर्नुपर्ने हुन्छ, नाम पनि राख्न मिल्छ। जस्तो यसमा दुईवटा पाटो छ, यो राइट साइड, यो लेफ्ट साइड। यो जस्तो यसको लेफ्ट साइड भनेको यो डेबिट हुन्छ है, यो यतापट्टि साइड के हुन्छ, डेबिट हुन्छ। र यो साइड भनेको के हुन्छ त, सधैँ पनि क्रेडिट हुन्छ। र जहिले पनि हामीले के बुझ्नु पर्यो त भन्दा फाइनल अकाउन्ट बनाउँदाखेरि जस्तो ट्रेडिङ अकाउन्टको डेबिट साइड भनेको के हुन्छ त भन्दाखेरिमा एक्सपेन्सेस हुन्छ। डेबिट साइड जहिले पनि एक्सपेन्सेस हुन्छ। यो कस्तो खालको एक्सपेन्सेस हुन्छ त भन्दा डाइरेक्ट एक्सपेन्सेस हुन्छ। डाइरेक्ट एक्सपेन्सेस भन्ने हुन्छ ट्रेडिङ अकाउन्टको डेबिटमा। तर क्रेडिट साइडमा के हुन्छ त भन्दाखेरिमा डाइरेक्ट इन्कम हुन्छ। डाइरेक्ट इन्कम है। क्रेडिट साइडमा के हुन्छ त डाइरेक्ट इन्कम हुन्छ। यो डाइरेक्ट फर्स्टमा हामीलाई बुझ्न आवश्यक के छ त भन्दा डाइरेक्ट एक्सपेन्स। यो डेबिट साइडमा जाने टर्महरू के हुन् पहिला बुझौँ, अनिखेर क्रेडिट साइडमा जाने टर्महरू त थोरै हुन्छन्, सजिलै बुझ्न सकिन्छ। पहिलो काम हामी के गरौँ, डेबिट साइडमा जाने टर्महरू बुझौँ। जस्तो यो डेबिट साइडमा कस्तो टर्म जान्छन् भन्दाखेरिमा सबैभन्दा फर्स्टमा हामीले एउटा इक्जाम्पलबाट फेरि बुझौँ। जस्तो मानौँ हामी यो पेन बेच्ने हाम्रो व्यवसाय छ, हाम्रो बिजनेस छ भने हामी सबैभन्दा फर्स्टमा के गर्छौँ त भन्दाखेरिमा हामीले स्टकबाट पनि त काम गरे हुनसक्छ नि। योभन्दा अघिल्लो वर्षको स्टक हुनसक्छ हामीसँग। त्यही भएर एउटा इक्जाम्पल दिउँ। जस्तो मानौँ हामीसँग जम्मै 5000वटा पेन थिए। यस्तो पेन 5000वटा थिए, जसमध्येमा हामीले 4500 बेच्यौँ। अब बाँकी कतिवटा रह्यो, 500वटा बाँकी रह्यो। हो, यो अघिल्लो वर्ष चाहिँ बेचेर बाँकी रहेको जुन क्लोजिङ स्टक थियो है, हामी यो 500वटा क्लोजिङ स्टक भनेर मानेका थियौँ। यही क्लोजिङ स्टक चाहिँ हामीले यो वर्ष त्यही क्लोजिङ स्टक लिएर हामीले सुरु गर्छौँ, व्यवसाय सुरु गर्छौँ भने त्यो क्लोजिङ स्टक हाम्रो यो वर्षको लागि ओपनिङ स्टक हुन्छ। त्यति बेलाको लागि यो क्लोजिङ स्टक इन्कम हुन्छ भने हाम्रो अब अहिले यो वर्षको लागि त्यही क्लोजिङ स्टक 500वटा लिएर हामी सुरु गऱ्यौँ, यो ओपनिङ स्टक हुन्छ। त्यसलाई हामीले एक्सपेन्सेसको रूपमा मान्छौँ। त्यही भएर हामीसँग स्टकमा जे सामान छ त्यसलाई हामीले एक्सपेन्सेसको रूपमा मान्छौँ है, ओपनिङ स्टकको रूपमा लियौँ भने। जस्तो ओपनिङ स्टक छ, ओपनिङ स्टक लेख्छौँ यहाँनिर। सबैभन्दा फर्स्टमा के हुन्छ, ओपनिङ स्टक। स्टकमा सामान कति थियो त्यो यहाँ राख्छौँ। र जस्तो यो पेन हाम्रो जुन छ, यो पेन चाहिँ हामी मानौँ इन्डियाबाट अथवा चाइनाबाट अर्डर गरेर अथवा हामी त्यहाँबाट लिएर आउँछौँ भने, जस्तो यो पेन जस्तो मानौँ इन्डिया गएर लिएर आउँछौँ भने यहाँबाट इन्डिया गएदेखिबाट फर्केर आएर यहाँ ल्याउने बेलासम्मको र जब हामी स्टेसनरीमा सजाउँछौँ, बेच्नको लागि रेडी भयो भनेर सजाउँछौँ, त्यति बेलासम्मको खर्च चाहिँ हामी कहाँ लगाएर राख्छौँ, यहाँ राख्छौँ। इनिसियल यसमा लागेको लगानी भनेर बुझ्दा हुन्छ हामीलाई है। यो जुन पेन ल्याउँदाखेरिको जति पनि लगानी छ नि, किन्नु पऱ्यो, ढुवानी खर्चदेखि लिएर त्यहाँनिर विभिन्न बिचमा खर्चहरू हुनसक्छन्, ती खर्चहरूलाई सबै यहाँ राख्छौँ। जस्तो मानौँ यो पेन हामीलाई मन पऱ्यो, हामीले पहिला सुरुमा के गर्यौँ, पेन किन्यौँ। त्यही भएर हामी के गर्छौँ, सबैभन्दा फर्स्टमा हामी टु पर्चेज गर्छौँ है, पर्चेज यहाँ राख्छौँ। पर्चेज गरेको कुरा मानौँ हामीले रिटर्न गर्नुपर्ने हुन्छ। हामीले किनेर लिएर आएको थियौँ है, कुनै बढी आउनसक्छ, कुनै फुटेर आएको हुनसक्छ, हामीले त्यसलाई रिटर्न गर्नु पऱ्यो भने चाहिँ त्यसलाई के गर्छ, हामीले रिटर्न गर्यो भने लेस पर्चेज रिटर्न भन्छौँ। पर्चेज रिटर्न है, पर्चेज रिटर्न अथवा यसलाई के भनिन्छ, रिटर्न आउटवार्ड। हामीले लिएर आएको थियौँ पर्चेज गरेर, त्यो हामीले फेरि फिर्ता गऱ्यौँ, आउट गरिदियौँ।
भने पर्चेससँग पर्चेस रिटर्न के गर्ने घटाउने। जहिले पनि पर्चेससँग पर्चेस रिटर्न घटाउने, सेल्ससँग सेल्स रिटर्न घटाउने। रिटर्नहरू चाहिँ जहिले पनि के हुन्छ लेस हुन्छ, त्यो बुझ्नु पऱ्यो पर्चेसको कुरा हो। जस्तो मानौ यो पेन मन पऱ्यो, हामीले पर्चेस गऱ्यौँ। अब सेकेन्ड स्टेपमा के गरौँ भन्दाखेरिमा अब हामीले लोड अनलोड गर्नु पऱ्यो, गाडीमा हाल्नु पऱ्यो, उहाँ हाल्नु पऱ्यो, फेरि यहाँ अनलोड गर्नु पऱ्यो होइन। त्यस्तो अवस्थामा दिनु पऱ्यो नि, लेबरलाई पैसा दिनु पऱ्यो, सिधैमा त गरिदिँदैन। त्यही भएर हामी के गर्छौँ लेबरलाई दिने कस्ट हामी के गर्छौँ यहाँ राख्छौँ लेबर कस्ट अथवा वेजेस भन्छ है। वेजेसहरू यसलाई ज्याला भन्छ नेपालीबाट, ज्याला दिनु पऱ्यो नि लेबरहरूलाई, अथवा लेबर कस्ट पनि भने हुन्छ, त्यो कुरा यहाँ राख्नु पऱ्यो। अर्को मानौँ हामीले जस्तो दुईवटा तरिकाबाट ल्याउन सक्छौँ, ल्याउँदाखेरि चाहिँ जस्तो रोड वेबाट पनि ल्याउन सक्छौँ, रोडबाट चाहिँ गाडीमा हालेर ल्याउन पनि सक्छौँ, प्लेनबाट हालेर ल्याउन पनि सक्छौँ। त्यही सामान जस्तो रोडबाट लिएर आयौँ गाडीलाई भाडा दिनुपर्छ, त्यही भएर यसलाई के भन्छ क्यारेज भन्छ। के भन्छ क्यारेज भनिन्छ। यसको अर्को नाम के हो क्यारेज इनवार्ड पनि भने हुन्छ। यसमै इनवार्ड भनेको ल्याउँदाखेरिको खर्च, कहिलेकाहीँ क्यारेज मात्रै नि भन्ने आउनसक्छ, कहिलेकाहीँ क्यारेज इनवार्ड भन्ने आउनसक्छ। त्यो ल्याउँदाको खर्च हो भन्ने कुरो बुझ्नु पऱ्यो रोडवेबाट ल्याउँदा। यदि मानौँ फ्लाइटबाट ल्याउँछौँ, माथिबाट प्लेनबाट लिएर आउँछौँ भने हामीले के गर्न मिल्छ, त्यसलाई के भनिन्छ फ्राइट अन पर्चेज। फ्राइट अन पर्चेज भनिन्छ। फ्राइट अन पर्चेज भनेर भनिन्छ है। फ्लाइटबाट ल्यायो जस्तो ल्याउँदै थियौँ हामीलाई के गरिदियो त भन्दाखेरिमा बाटामै रोकिदियो है, भन्सारमा रोकिदियो। किन रोकिदियो त भन्दाखेरिमा भन्सार महसुल नतिरिकन हामीलाई ल्याउन दिँदैन केही पनि त्यहाँबाट। भनेपछि हामी के गर्छौँ भन्दाखेरि त्यहाँनिर भन्सार कर तिर्छौँ, त्यसलाई ड्युटी भनिन्छ। त्यसको नाम चाहिँ कस्टम ड्युटी भनिन्छ। के भनिन्छ कस्टम ड्युटी अथवा एक्साइज ड्युटी। यी ड्युटीहरू अथवा ट्याक्सेसहरू जति पनि छन् भन्सारमा तिर्ने कर ट्याक्सेसहरू सबै हामी कहाँ राख्छौँ यहाँ ल्याएर ट्रेडिङ अकाउन्टको डेबिट ल्याएर राख्छौँ है। यी कुराहरू भए सबै हामीले यहाँबाट उहाँबाट पर्चेस गऱ्यौँ, गाडी भाडा पनि तिर्यौँ, लोड अनलोड गर्ने पैसालाई तिर्यौँ, भन्सार महसुल दियौँ, लगभग यसले गर्दाखेरि हामीले ल्याइसक्यौँ है। यहाँसम्म ल्याउँदासम्म खर्च यो पेनमा लाग्ने खर्च लगभग यति नै हुन्छ यदि हामी अर्काको सामान ल्याएर बेच्छौँ भने है। अरू विविध खर्चहरू नै हुन सक्छन्, लगभग इक्जाममा सोधिने कुराहरू चाहिँ यति हुन्। र यो यदि मानौँ यो मार्कर आफै हामी उत्पादन गरेर बेच्छौँ भने पनि हामीले के गर्नु पऱ्यो त्यो कस्टलाई यहाँ राख्नु पऱ्यो। जस्तो यो पेनलाई चाहिँ र मटेरियलदेखि फिनिस्ड गुड्स अवस्थामा ल्याउने बेलासम्म जति पनि खर्च हुन्छ यहाँ लाग्छ क्या, अथवा फ्याक्ट्रीमा लाग्ने खर्चहरू जति पनि छन् यहाँ लाग्छ क्या। जस्तो मानौँ फ्याक्ट्री रेन्ट भन्ने आउँछ क्या, फ्याक्ट्रीसँग रिलेटेड हो नि, फ्याक्ट्री रेन्ट फ्याक्ट्रीमा जति पनि खर्च हुन्छ यहाँ राख्नु पऱ्यो क्या है। जस्तो फ्युल एन्ड ग्यासेस, फ्युलका कुराहरू चाहियो नि है। जस्तो कोल अथवा वाटर पानीहरू चाहिन्छ, सबै केमा चाहिने कुरा हो त फ्याक्ट्रीमा चाहिने कुराहरू हो नि त है। यस्ता कुराहरू अथवा म्यानुफ्याक्चरिङ एक्सपेन्सेस पनि भने सक्छ इक्जाममा। म्यानुफ्याक्चरिङ एक्सपेन्सेस उत्पादन खर्च अथवा अदर फ्याक्ट्री एक्सपेन्सेस। फ्याक्ट्री अरू जति पनि छन् फ्याक्ट्रीसँग रिलेटेड खर्चहरू सबै हामी कहाँ ल्याएर राख्छौँ त यो ट्रेडिङ अकाउन्टको डेबिटमा ल्याएर राख्छौँ। दुईवटा खालको खर्च यहाँ बुझ्दा भइहाल्छ सजिलो तरिका क्या। जस्तो यो पेन हामी अर्काको पेन ल्याएर बेच्छौँ भने यहाँबाट जस्तो इन्डियामा गएर लिएर आउँछौँ भने यहाँबाट इन्डिया गएर यहाँ ल्याउने बेलासम्म जति पनि खर्च हुन्छ त्यो बिचमा है, अथवा पसलमा सजाउने बेलासम्म अभ्यर्थनाको लागि रेडी भयो है भनेर जति बेला हामी चाहिँ फाइनल अवस्थामा ल्याएर राख्छौँ त्यति बेलासम्मको खर्च अथवा बेच्नुभन्दा अगाडिसम्मको खर्च एउटा यहाँ जान्छ। अर्को भनेको यो पेन हामी आफै उत्पादन गर्छौँ भने यो पेनलाई र मटेरियलदेखि फिनिस गुड्समा ल्याउने अवस्थासम्म अथवा यस्तो अवस्थामा ल्याउने बेलासम्म अथवा प्याकेजिङ गरेर चाहिँ रेडी भयो है भनेर जब हामी फाइनल निकाल्छौँ, फाइनल अवस्था निकाल्छौँ, त्यस्तो अवस्थासम्म लाग्ने खर्चहरू चाहिँ सबै कहाँ राख्नु पऱ्यो यहाँ। दुईवटा खाले खर्च यहाँ सम्झनालाई एकदमै सजिलो हो क्या है। यस्तै सम्झ्यो भने अरू नयाँ टर्महरू आइदियो भने पनि बुझ्न सजिलो हो क्या है। फ्याक्ट्रीसँग रिलेटेड खर्च र ल्याउँदातिरको खर्च बिचतिर लाग्ने खर्चहरू जस्तो लाग्ने सबै कहाँ ल्याएर राख्नु पऱ्यो ट्रेडिङ अकाउन्टको डेबिट राख्नु पऱ्यो। यी सबै के हुन्छ फेरि डाइरेक्ट कस्टहरू हुन्। अब अर्को रह्यो ट्रेडिङ अकाउन्टको क्रेडिटमा जाने टर्महरू। जस्तो ट्रेडिङ अकाउन्टको क्रेडिटमा चाहिँ कस्तो टर्म जान्छ जस्तो यहाँबाट थाहा हुन्छ डाइरेक्ट इन्कम। जस्तो डाइरेक्ट इन्कम भनेको के हो त भन्दाखेरिमा जस्तो एउटा हामी मेन बिजनेस
हामी के गर्छौँ, यो पेन बेच्ने एउटा बिजनेस छ भने यो पेन बेचेर हामी आएको इन्कमलाई के भनिन्छ, डाइरेक्ट इन्कम भनेर भनिन्छ। क्या दुईवटा खालको इन्कम हुन्छ, एउटा डाइरेक्ट एउटा इन्डाइरेक्ट। अहिले हामी डाइरेक्ट इन्कमको कुरा गर्दैछौँ। यो हामीले सेल्सबाट आएको इन्कम चाहिँ के हो त, डाइरेक्ट इन्कम हो। त्यही भएर हामी यहाँ राख्छौँ के त भन्दाखेरिमा बाई सेल्स राख्छौँ। के राख्छौँ, सेल्स राख्छौँ। यो सेल्ससँग सेल्स रिटर्न हुन्छ है, पर्चेससँग पर्चेस रिटर्न हुन्छ भने सेल्ससँग सेल्स रिटर्न हुन्छ। त्यही भएर लेस सेल्स रिटर्न भनेर राख्छौँ। सेल्स रिटर्न यसलाई के भनिन्छ, रिटर्न आउटवार्ड इनवार्ड भनिन्छ है। बेचेको कुरा फेरि के भयो त, इनबाट आयो। यसलाई के गरिन्छ, फेरि यसलाई लेस गरिन्छ है। सेल्ससँग सेल्स रिटर्न के गरिँदो रहेछ, लेस गरिन्छ। अब लास्ट एउटा छ यसमा हुने भनेको एउटा के हो त, क्लोजिङ स्टक। यो क्लोजिङ स्टक पनि यही जान्छ। यो के हो, डाइरेक्ट इन्कम हो। यतापट्टि सम्झिने तरिका क्या, जम्मा तीनवटा कुरा जान्छ। एउटा सेल्स जान्छ, सेल्स रिटर्न जान्छ र क्लोजिङ स्टक जान्छ। जम्मा सेल्ससँग सेल्स रिटर्न घटाउने, अर्को एउटा के जान्छ, क्लोजिङ स्टक जान्छ भन्ने कुरो भन्नु पऱ्यो। सेल्स रिटर्न र क्लोजिङ स्टक यति तीनवटा कुरा मात्र जाने हो यसमा। र यसरी सरसर्ती हेर्दा ओभरअलले हेर्दाखेरि यो ट्रेडिङ अकाउन्टको डेबिट साइडमा डाइरेक्ट एक्सपेन्सेस जाँदो रहेछ र यो ट्रेडिङ अकाउन्टको क्रेडिट साइडमा चाहिँ डाइरेक्ट इन्कम जाँदो रहेछ भन्ने कुरो बुझ्नु पऱ्यो। फेरि म भन्छु, ट्रेडिङ अकाउन्टको डेबिट साइडमा कस्तो टर्म जान्छ त भन्दाखेरिमा कुनै पनि सामान बेच्नुभन्दा अगाडिसम्मका जति पनि कस्टहरू छन् यो यहाँ जान्छ। र क्रेडिट साइडमा चाहिँ जम्मा तीनवटा कुरा बुझिभयो। सेल्स रिटर्न क्लोजिङ स्टक मात्र जाँदो रहेछ भन्ने कुरो बुझ्दाखेरि सजिलो भयो। ट्रेडिङ अकाउन्ट जम्मा यति हो है। फर्मेटमा तपाईँहरू हेर्नु भने फर्मेट धेरै छ, यसमा जाने टर्महरू अरू पनि टन्न छन्, तर लगभग अब इक्जाममा आउने कुराहरू चाहिँ लगभग यति भयो अब पुग्छ है। र अब यसमा के हुन्छ त भन्दाखेरिमा यसको डेबिट यो डेबिट साइड र यो क्रेडिट साइड हामीले के गर्नुपर्ने हुन्छ, बराबर गर्नुपर्ने हुन्छ। यो कहिले पनि डेबिट र क्रेडिट बराबर आउँदैन। त्यस्तो डेबिट र क्रेडिट बराबर आउने खालको क्वेसन दिँदैन इक्जाममा। त्यही भएर यसलाई बराबर गर्नुपर्ने हुन्छ। यो बराबर कसरी गर्ने भन्दाखेरि म एउटा सामान्य इक्जाम्पलबाट बुझाउँछु। जस्तो मानौँ हामीले 5 लाखको सामान लिएर आएको थियौँ, अथवा यही पेन पनि हामीले के गरेँ, 5 लाख रुपियाँको हामी पेन लिएर आएको थियौँ। यो बेच्यौँ हामीले कति लाखमा, मानौँ 7 लाखमा बेच्यौँ। यहाँ हामीलाई नाफा कति लाख देखियो, 2 लाख रुपियाँ हामीलाई के भयो, नाफा देखियो। यो 5 लाख रुपियाँ के हो त, लगानी हो। यो एक्सपेन्सेस हो, लगानी हो। 7 लाख रुपियाँ के हो, आम्दानी हो, इन्कम भयो। र 2 लाख रुपियाँ चाहिँ के हो त, यो प्रफिट हो। यो प्रफिटलाई चाहिँ के भनिन्छ, ग्रस प्रफिट भनेर भनिन्छ क्या। ग्रस एक्चुअल प्रफिट चाहिँ होइन, तर जे होस् हामीले 5 लाखमा ल्याएको 7 लाखमा बेच्दाखेरि यति प्रफिट हुन्छ भन्ने कुरो चाहिँ बुझ्यो। 2 लाख रुपियाँ ग्रस प्रफिट भयो है, मोटामोटी यति प्रफिट भयो भन्ने कुरो चाहिँ यो बुझिन्छ। हो, यसकै आधारमा हामी के गर्छौँ, यो बराबर गर्नुपर्छ। यसमा पनि हेर्न त जस्तो यो एक्सपेन्सेस साइड, यो इन्कम साइड कहिलेकाहीँ के हुन्छ, यता बढी यता कम आइदिन सक्छ क्या। इन्कम बढी एक्सपेन्सेस कम, यहाँ पनि त्यही पनि इन्कम बढी एक्सपेन्सेस कम हुँदा ग्रस प्रफिट भएको थियो नि। भनेपछि जता अमाउन्ट पुग्दैन त्यता थप्ने हो, यतापट्टि कम भयो, एक्सपेन्सेस साइड कम भयो है, खर्च कम भयो भने त प्रफिट हुन्छ नि। त्यही भएर हामी यहाँ के भनेर राख्छौँ, ग्रस प्रफिट भनेर राख्छौँ। प्रफिट यसलाई ब्यालेन्सिङ फिगर पनि भनिन्छ, बिएफ है, यसले ब्यालेन्स गरेको हो। यदि कहिलेकाहीँ चाहिँ यता बढी यता कम आइदिन सक्छ क्या है। जस्तो खर्च चाहिँ 7 लाख, आम्दानी चाहिँ कति 5 लाख भइदिन सक्छ क्या। यता भन्दा यता कम आइदियो भने चाहिँ यस्तो अवस्थामा के हुन्छ, लस हुन्छ। त्यही भएर हामीले के भनेर राख्छौँ, यसलाई बाई ग्रस है, ग्रस लस भन्छौँ क्या। यसलाई बाई ग्रस लस भन्छौँ। यो पनि ब्यालेन्सिङ फिगर हो। यसलाई च्याट्ट यसरी यहाँ राख्ने, जति पुग्दैन त्यति अमाउन्ट थप्ने क्या। जस्तो यहाँ 5 लाख र यहाँ 2 लाख, 2 लाख रुपियाँ नपुग्यो भने कता थप्ने, यो 2 लाख रुपियाँ यहाँनिर थपिदियो है। 2 लाख रुपियाँ यहाँनिर ल्याएर 5 लाखमा 2 लाख थप्यो भने त 7 लाख बराबर हुन्छ। एक्सपेन्सेस साइडमा 2 लाख रुपियाँ थप्दियो भने बराबर हुन्छ। जति पुग्दैन त्यति नै थपिदिने। र यो के हुन्छ त अनिखेर बराबर हुन्छ है। सट्टा गर्दाखेरि यो के हुन्छ, दुइटै बराबर हुन्छ। यसलाई यहाँ टोटल गर्ने, यसलाई यहाँ टोटल गर्ने है, यसलाई टोटल भनिन्छ। र यसको के गर्ने, फर्मेट क्लोज गर्ने है। यसको फर्मेट चट्ट यसरी क्लोज गरिदिने। चट्ट यसको फर्मेट कसरी, यसरी चट्ट क्लोज गरिदिने। यो हाम्रो के रह्यो त, ट्रेडिङ अकाउन्टको फर्मेट। एकदम इजी भयो है, सजिलो तरिकाले हामीले यसरी सिक्छौँ। नेक्स्ट भिडियोमा अब हामी प्रफिट एन्ड लस अकाउन्ट
र पिएल एप्रोप्रिएसन र ब्यालेन्स सिटको फर्मेट पनि लिएर आउनेछौँ है। भिडियो हेर्दै गर्नुहोला, अर्को भिडियो म सँगसँगै राख्नेछु। यो भिडियोलाई चाहिँ लाइक गर्नुहोला, सेयर गर्नुहोला र हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्दै गर्नुहोला। अरू साथीहरूलाई पनि यो भिडियोहरू सेयर गरिदिनु होला, जसले गर्दा उहाँहरूलाई पनि धेरै हेल्प होस् भन्न चाहन्छु। थ्याङ्क यू।